बीपी कोइरालाले आफ्नो भान्सामा दुई भारी दाउरा बढी बाल्दा दुई भारी दाउराको बिल कसरी आयो भनेर छानबिन गराएको पार्टी होइन यो नेपाली कांग्रेस पार्टी। बीपी कोइरालाले आफ्नो सहोदर भाइले महिना नपुगी नयाँ जुत्ता लगाउँदा कहाँबाट जुत्ता नयाँ किनौ तिम्रो तलब आएको छैन भनेर आफ्नो सहोदर भाइलाई पीएबाट निजी सहायकबाट निकालेको पार्टी होइन। आफ्नै क्याबिनेटको एउटा मन्त्रीले भ्रष्टाचार गरेको प्रश्न उठ्दा छानबिन गराएको पार्टी होइन। बीपी कोइरालाले आफ्नो छोरी चेतनाले एउटा टेप रेकर्डर किनिदिनुस् भन्दा म टेप रेकर्डर किन्न सक्दिनँ छोरी भनेर जवाब दिएको पार्टी होइन यो। भनेपछि यो पार्टी त्यस्तो आदर्शबाट अनुप्राणित भएको पार्टी, त्यस्तो आदर्शलाई पछ्याएको पार्टी, सानो सानो कुरामा पनि ध्यान दिएर अगाडि बढेको पार्टी। 2500बाट बीपी कोइरालाले प्रधानमन्त्रीको तलब 1500 बनाएको पार्टी, 1500 मन्त्रीको तलबबाट 1000 बनाएको पार्टी, त्यागको पार्टी। प्रधानमन्त्री बन्ने अवसर आउँदा बीपी कोइरालाले सुवर्णजी तपाईँ प्रधानमन्त्री हुनुहोस् भन्ने, सुवर्णजी बीपी कोइराला तपाईँ प्रधानमन्त्री बन्नुहोस् भन्ने, सुशीला भाउजूले सुशीला आमाले बीपी तपाईँ नबन्नुहोस् तपाईँ प्रधानमन्त्री बन्नुहुन्छ भने म मान्दिनँ, म अनसन बस्छु भनेर घरैमा अनसन बसेको पार्टी होइन यो। गणेश मानजीले प्रधानमन्त्री म बन्दिनँ, मेरो मित्र किशोर प्रसाद भट्टराईलाई प्रधानमन्त्री बनाउनुहोस् भनेर त्याग गरेको पार्टी होइन। अमेरिकाबाट उपचार गरेर फर्कँदा पटनामा आफ्नो मित्र राष्ट्रका नेताहरूले अहिले समाजवादी पार्टीको सरकार छ, नेपाल अहिले जान हतार नगर्नु, तपाईलाई प्रधानमन्त्री बनाएर पठाइदिन्छु भन्दा होइन, तिमीहरूले प्रधानमन्त्री बनाएर पठायो भने फेरि तिमीहरूले नै हटाउँछौ, म तिमीहरूले बनाएको प्रधानमन्त्री बन्दिनँ भनेर बीपी कोइरालाले नकारेको पार्टी होइन। यस्तो पार्टी आज कहाँ पुग्यो? यो नेपाली जनताको प्रश्न हो।